पूर्व नेपालको एकदमै विकसित हुँदै गरेको यो पर्यटक ठाउँ जो नेपालको इलाम डिस्ट्रिक्ट अन्तर्गत पर्छ, जसलाई क्वीन अफ इस्टर्न नेपाल पनि भनिन्छ। समुद्र तलदेखि 6000 फिट माथि बसेको यो ठाउँ कन्याम, जो संस्कृत शब्द कन्याबाट आएको हो, जसको अर्थ कन्या हुन्छ, यानि सुन्दरता। यहाँको सुन्दरतामा थप चाहिँ यो टी गार्डन हो, जहाँ नेपाली पर्यटकहरू नेपाली वेशभूषा लगाएर फोटो खिच्नु एकदमै प्रसिद्ध छ। यो वेशभूषा यहाँ रेन्टमा 2-3 घण्टाको लागि सजिलैसँग पाइन्छ। कन्याममा नै तर अलिकति तल स्काई वक त्यहाँनिर रहेछ। सो हामीले त्यहाँ जाने निर्णय त लियौँ, बट त्यहाँको बाटोहरू देख्दाखेरि अलिकति मुटु चाहिँ ठुलै हुनु पर्दो रहेछ। अब यहाँ माथि पुगेर चाहिँ यो भित्र राखिएको प्लास्टिकको यो जुत्ता कभर गर्नेले कभर गरेर मात्र चाहिँ यो माथि स्काई वकमा जाने अनुमति पाउँदो रहेछ। अनि यसरी यहाँ माथि पुगेर पुरा कन्यामको भ्यूज हेर्दा र यसको सुन्दरतालाई हेर्दा दिनभरिको थकावट नै आनन्दमा परिवर्तन भयो। शान्त बसेर हेर्दा साँच्चै नै आनन्द भयो। इट वाज रियली ब्युटिफुल। एकदमै थाकेको र भोकाको हुनाले वी डिसाइडेड त्यहाँ नै हामी लन्च गरौँ भनेर। अनि त्यहाँ हामीले थकाली किचन पायौँ। अनि थकाली खाना एकदमै प्रसिद्ध छ। तर यो ठाउँमा मलाई थकाली खाना मात्र होइन, तर थकाली तरिकामा बसेर खानु अझै मन पर्यो, मजा लाग्यो। थकाली खाना घिउ बिना अधुरो छ। अब भोकले हो कि खाना नै मिठो, हामीले पुरा थालले चटकायौँ। अब घर फर्किने क्रममा बाटोमा सूर्योदयमा एउटा एडभेन्चर एक्टिभिटी देख्यौँ र मैले त्यहाँनिर जिप लाइन गर्ने निर्णय लिएँ। हुन त यो जिप लाइन पहिलोचोटि त्यो होइन, बट नेपालमा मेरो लागि यो पहिलोचोटि थियो। यसको पनि अलग्गै अनुभव छ। अनि त्यहाँ भएको पहाडहरू, त्यहाँ भएको भ्यूजहरू, त्यहाँ भएको साना साना घरहरू माथिबाट हेर्दाखेरि त्यसको आफ्नै आनन्द मैले अनुभव गरेँ। त्यसपछि हामी त्यहाँनिर आउँदै गर्दा बुद्ध पार्कमा एकछिन टी ब्रेक गर्नलाई बस्यौँ। तर त्यहाँको पनि भ्यूज हेर्दाखेरि निकै समय नै हामीले बितायौँ, जो चियाको लागि पर्फेक्ट जग्गा थियो। र यसरी इलाम हुँदै पशुपतिनगर सिमाना हुँदै आजको कन्यामको यात्रा हामीले यसरी यहाँनिर सिद्धायौँ।